हेलो, मेरो नाम हो केशव जोशी। घर चाहिँ सुदूरपश्चिम दार्चुला लेकम गाउँपालिकामा। तर मेरो फेसबुकको नाम चाहिँ एके जोशी भनेर छ। तपाईँहरूलाई चाहिँ म आज लेकम गाउँपालिकाको यो 5 नम्बर वडातिर पर्ने एउटा जेठबडेन ढुङ्गा भन्ने ठाउँ छ। तपाईँहरू सबैलाई थाहा होला। तपाईँलाई म देखाउँछु। यो हो जेठबडेन ढुङ्गा। अब म आफ्नै भाषा बोल्नु है। अब पहिले यो बाट्यामै छ क्या। यो हिट्टे बेला चाहिँ बुहारी र जेठाजु सँगै हिँडिरहनु भएको थियो अरे कता जानको लागि, थकान मेट्नको लागि भनेर चाहिँ यो ढुङ्गामा बस्नु भयो अरे। एउटा ढुङ्गा यो, अर्को ढुङ्गा यो तलको ठुलो ढुङ्गा है। यो एउटै थियो अरे पहिला। अनि बाटोमा हिँड्ने क्रममा चाहिँ यहाँनिर बसेर थकाइ मेट्ने क्रममा चाहिँ दुइटै एउटै ढुङ्गामा बस्नु भएछ क्या होइन। एउटा चाहिँ यतापट्टि यो ढुङ्गामा, अर्को चाहिँ त्यसमा, यो भनेको एउटैमा थियो। अनि त्यसपछि यो उनीहरू बसेकै बेला चाहिँ यो ढुङ्गा चाहिँ दुई टुक्रा भएर चाहिँ एउटा टुक्रा यता बस्यो अरे, एउटा टुक्रा चाहिँ तल गएर बस्यो भन्ने चाहिँ मैले सुनेको कुरा हो होइन। अब यसको बारेमा तपाईँहरू कसलाई चाहिँ धेरै थाहा छ उहाँहरूले चाहिँ भनिदिनु अनुरोध गरे। हस्, धन्यवाद।